Sometimes it's never really about making a blog. It's about creating memories that stay long after the journey ends. About living in the moment, meeting new people, turning strangers into friends, and finding pieces of yourself in places you have never been before. Quiet place just 40 minutes from Pokhara on the way to Sikles, surrounded by villages, hills, and endless skies. Now sit back and enjoy this journey with us. And if you love moments like these, don't forget to like and subscribe for more adventures ahead. Hello beautiful people, welcome back to another episode of Bhakkus Vlog. त्यसै गएको अवस्था भइसकेछ। अनदर एपिसोड अफ भक्कुस भ्लगमा तपाईँहरू सबैलाई स्वागत छ। शुभ रहोस् भनेर हामी कामना पनि गर्दछौँ। धेरै मेहनत र धेरै प्लानिङ पछि हाम्रो यो टुर सक्सेस हुन गइरहेको छ। सर्ट टुर छोटो छ। त्यसै गरी वेलकम टु भक्कुस ब्लग। मलाई धेरै बोल्न त आउँदैन, तर राइड चाहिँ एकदम दामी हुनेवाला छ। हल्का अफ रोड, यो 360 भ्यू 360 हो। यो ठिकै छ, यतापट्टि फर्किन्छु हो। यो चाहिँ हाम्रो अब वहीँ बार्बिक्यू बनाएर खाने छ। के खाने भयो, लोकल खाने हो कि नलोकल खाने हो? So this is what we all got because खाना चाहिँ माथि नै हुन्छ है। यो चाहिँ त्यसै शीतनको लागि मात्रै केटाहरूलाई। अनि एकै त तिमीहरूको दारू त लुकाउनु पर्छ कि त्यस्तो दारू भन्ने कुरा खानु हुँदैन। यो चाहिँ काउ खोला भइहाल्यो। अनि हामी चाहिँ ठ्याक्कै यता राइटतिर जाने। अरूले के पो भन्छ, साङटिङ जाने बाटो चाहिँ यहाँबाट तिर हो के अरे होइन। हामी अहिले जाने चाहिँ यतातिर सिक्किसतिर जाने बाटो। म्यारी गाउँपालिका के भन्छ र यहाँ। मैले चाहिँ धेरैचोटि पल्टाइसकेको छु यार। हेर नि साइड साइडमा यो नहालेको भए त गइसक्दो रहेछ यार। थ्याङ्कफुल्ली मैले चाहिँ अलिकति टाइममा हालेँ होइन। धेरै पछेछ हेर नि। यहाँ रहेछ होटल सेक्रेट हिल एन्ड टेन्टेड क्याम्प सिक्किम। बाटो चाहिँ पुरै एडभेन्चर नै रहेछ हो। पानी परेको बेलामा चाहिँ यो ठाउँ खत्तमै हुन्छ होला।
आयो खोइ त अर्को साथी यसले पनि स्लिप खाइरहेको थियो यार कस्तो भयो केटा एक्सपिरियन्स यो चाहिँ यहाँ चलाएपछि त म त भोक पो लाग्यो बाटो अलिकति खत्तम नै छ यता भोडिसक्यो साँच्ची भोक लाग्यो यहाँ चलाएपछि चाहिँ दुईजना केटाहरू चाहिँ आउन बाँकी नै छ सबलाई भोक लागेको रहेछ एउटा लेस भ्याउनु लागिसक्यो केटाहरू चाहिँ उताबाट बल्ल आउँदैछ क्या साउन्ड सुन्यो फेरि एकचोटि मन त लाग्यो मायाले यो पहाड हेर्दा हेर्दै साराले हरियो गोबरले यस्तो कता लक्ष्मी पूजा अझै त्यस्तो कस्तो खालको पूजा फेरि फेरि एकचोटि यस्तो होला नि लक्ष्मी पूजा पूजा गरेको गाई तिहारे भैलेनी अब है टुङटुङ टुङटुङ गर्छ साइलेन्सरमा पानी हाल्ने लिक्विड निस्किएछ होइन बडी ओभर तातिएर माथिसम्म त जान्छ नि होइन मैले बल्ल थाहा पाएको एनएसमा साइलेन्सर हुँदैन हाम्रो किन हो नि त्यो तल देखेन खोइ ऊ यहाँ तल त्यो उसको जस्तै यहाँ ढुकको जस्तै कति सानो हो त नि खोइ पानी हालिदिउँ न क्या पानी हाल्ने साइलेन्सरमा सिलाएको जस्तो फिल भयो क्या यस्तै अब गाउँ ठाउँतिर आएपछि होइन भएपछि फुल प्रुफ कहिले कुकुरले पौड्केर पिङ खेलेको दिएछ हेर्नुहोस् भन्ने के यता हाम्रो भोटु रहेछ कान्छो भोटु के छ हालखबर तिम्रो काँटीको बेल्ट होइन ओइ खतरा यार काँटीको बेल्ट तिम्रो नाम के पर्यो होला धवन किल्लाको रहेछ किल्ला हो तिम्रो नाम यो त बाघसँग लड्छ है ठाउँ चाहिँ राम्रै लाग्यो तर अलिकति तलको चाहिँ अलिकति अफ रोड चाहिँ अलिकति खत्रै थियो यार पानी परेको बेलामा चाहिँ त्यहाँ डेन्जरै हुन्छ सो पानी परेको बेला चाहिँ सकेसम्म अब यहाँ नआएकै ठिक छ कस्तो चिला खायो मलाई यार यहाँ अघि उस परे जस्तो हो लुक एट द भ्यू फेरि यहाँ भएको यति मात्र फेरि केही पनि छैन यति मात्र हो अरू भनेको चाहिँ भ्यू छ मेबी ऊ त्यहाँ माथिबाट चाहिँ त्यहाँबाट खै अब कतितिर जान्छ मलाई थाहा छैन अर्को भनेको यता डाँडा नि मजाको छ केटाहरू आफ्नै पारामा चिहाँदैछ उता वाइजेब नि आफ्नै पारीमा बोलेर बसिरहेको छ अब के देखाऊँ त अरू चाहिँ सो यतातिर चाहिँ हामी आएको यतैतिरबाट होला ऊ त्यही बाटो हो क्या हामी आएको सायद है देखिन्छ देखिन हो त्यहाँबाट यस्तरी आएको होला सायद जता हेऱ्यो डाँडै डाँडा मजाको त्यही हो मलाई चाहिँ मन पऱ्यो ठ्याक्क पोखराबाट 1 घन्टा पनि लागेन साथी सुई आउने बेलामा बिचबिचमा रोकेर हो नत्र पनि 1 घन्टा पनि लागेन मजाले आएर होइन केटाहरूसँग अनि यहाँ चाहिँ पहिले भन्नु पर्दो रहेछ है फेरि 2-3 दिन अगाडि नै भनेर अनि प्रिपेयर गरिदिनु भन्नुपर्दो रहेछ यहाँ चाहिँ ल आन्टीले चाहिँ अब मेरिनेट गरिदिनुहुन्छ अरे हाम्रो बार्बेक्यू गर्नको लागि हजुर यहीँको नि है हजुरहरूको नि हो ए लडिक छ अनि त्यसपछि यहाँ केटाहरू अब चाय ओ बाबा के स्पेसल यो कसको यो फुलले मुतेको हो चाहिँ कुन चाहिँ ल त बनाएर बस ल खै यता देखा त तेरो खै तेरो देखा त ए राइडरको निशान हेल्मेटको
हाम्रो हिरोहरूको इन्ट्री भइसकेको छ ओए दुर्घटना भयो है एकचोटिले त यही भुजेलले बिगारेको कसको यो यहाँ तिम्रो हाल त के गर्ने यार यस्तो यस्तो छ यार। यसलाई के भन्छ सर यसलाई अमेरिकानो सिङ्गल सर्ट भन्छ यसलाई है अनि यो त्यो ल त्यसलाई अब जिन्जर टी अदुवा हालेर बनाएको ल ओए भक्कु यो लगाएपछि त्यो कस्तो देखिन्छ होला है कुर्सी लिएर आएर बस न फिरोज तू मेरे साथ काम गर्ने आर्ट टाइपको के थियो नि के भएको यस्तै सुहाउँदैन ह्यान्डसम देश है टाउको सानो भयो उता 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 मम्मीले आँखामा हेर्न नसके अपरिचित के लाएपछि ओइ ल जाऊ अब हाम्रो यहाँ ओहो खतरा मजाको राभा क्या हजुर बेलुका यहीँ बस्नुहुन्छ यही हो बस्ने नै घरै होइन यहाँ घर त पुरानो गाउँ त यही हो तर हामीले पोखरा बस्छ ए पोखरा कता बस्नुहुन्छ गाउँ खोला ए हामी म पनि कहाँ होला हो त गाउँ खोला कहाँ होला कता बस्नुहुन्छ कञ्चनटोल ऊ त्यो सिग्लेस भन्दा अगाडिको कुन चाहिँ गाउँ आन्टी सिग्लेसभन्दा यता कुनाको यो अगाडि हो नि बिचमा खिलाङ ए खिलाङ हो त्यो अनि यो चाहिँ के अरे तप्राङ सिग्लेसभन्दा यताको फेरि 2-3टा बत्ती बलेको चाहिँ पार्छ ए त्यो पनि गाउँ हो म त सिग्लेस सो त्यो चाहिँ सिग्लेस भयो त्यो पार्से भयो त्यो खिलाङ भयो यो चाहिँ तप्राङ भयो अनि यो चाहिँ थाकडाँडा यो चाहिँ थाकडाँडा के छ यहाँ मासु चाहिँ म्यारिनेट भएर बसिसकेको रहेछ अनि आन्टीले गरिदिनु भएको यहीँ आन्टी अङ्कलले म्यारिनेट गरिदिनु भएको अनि ए यो लोकल हो कि पानी हो लोकल हो ओए कसले खाने लोकल पानी तिमीहरू लोकल खाने हो अनि गाउँमा यसरी लोकल राख्नु परेन त्यो त हो ल अब चाहिँ गीत बजाऊ कपिराइट लाग्छ कि फेरि ओके सो भाबीको चाहिँ रेडी भइसकेको छ सेफ चाहिँ हाम्रो एके क्रिमन यसमा डोगेर खाने मिठो भयो यार खाऊ त बुझेल मैले खाएँ ल एक बोतल ल्याऊ मलाई मगाएको खाने हो खाने भयो ट्राई गर्ने त बा ल मैले ट्राई गरेको छैन होला त हाम्रो तिहारमा दिने रक्सी हो आज त किन मन पर्दैन भक्कु पछि एक प्याक मलाई नि हाम्रो चाहिँ अलिकति र भइरहेको थियो त्यही भएर चटनी सोधेको चटनी छ अरे जामे खै थप्पा पाउँछ भन्नु न के चाहिँ थप्ने त्यही के भन्छ त्यसलाई साप हो क्या रोजी खान्छ हाल्दैन एउटा जुन भयो नि पाकेको थप्पु आयो यो चाहिँ थप्पु चटनी पनि आएछ है यो पहिला चाहिन्छ भने भन्नु है ए हस् ल चटनीसँग होइन कता गयो रहेछ है यो साँप र मलाई चाहिँ साप नखाने झन् अर्को खायो कि यो छिटो पाक्दैन नि ल विङ्स हालिदिनु त ल विङ्स चटनी मिठो है खाना पनि खानुपर्छ यो चाहिँ अलिकति लिमिटमा खाने अब भयो यो पछि एउटा विङ्स खाने भोलि बिहान फेरि सबेरि पालो टोइलेट जाला
त्यही कि त्यही छैन अहिले चाहिँ कति बजी 9 बज्ला अनि खाना खाने बेला पनि 9:30 भइसक्यो 9:30 भयो अनि हामी चाहिँ अब खाना खान जान लाग्यो बार्बीक्यू हल्का हल्का बचिरहेको छ है टक्क यसलाई चाहिँ खानासँग मजाले दबाउने यो चिसो छ लास्टै चिसो हावा आएको छ भित्र त मिठो रहेछ त अनि मुस्ताङको भाइ आउँदो रहेछ है त्यो टेबल जोडौँ न है ए जोडौँ न यता राम्रो यस्तो मिठो बनाउनु भएको रहेछ यार यो के अरे माटो पनि हालेर भित्र खिच्न मिल्छ है होइन त्यस्तै ठ्याक्क घर टाइपकै राख्ने ओहो भित्र खिच्न मिल्छ उहाँहरूले चाहिँ बनाउँदै के बनाउँदै हुनुहुन्छ ओए ल ठिक 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 ल मिठो मिठो लुक एट दिस टक्क अनि यो माटो यसको भित्र त्यो उस पनि हाल्नुपर्छ प्लास्टर गरेर प्लास्टरको बाहिर माटो हाल्नुभएको कि सबै माटोले बनाउनु भएको यो घरमा त सिमेन्ट बालु है अनि यो त पुस्तासम्म हुन्छ नि त माटोले बनाएको त अनि खतरा हुन्छ रे त अनि सिमेन्टको भन्दा सिमेन्ट त के कम्पेयर गर्नु राखेको एकदम एस्थेटिक कस्तो मजाले छान लाएर राखेको थियो क्युट दिएका माथि चाहिँ बाँस निगालो कस्तो लाग्यो दामी के दामी लाग्यो यो पनि दामी छ यो माथिको दामी कस्तो लाग्यो यो त मलाई घर पुऱ्याइदियो कस्तो लाग्यो मुजी घर जान त्यही अब चाहिँ हामी खाना खान लाग्यो खाना खाइसकेपछि चाहिँ अनि एकछिनपछि फेरि नाच्ने खाना खाइसकेपछि यसो खाना खाएर पनि भइसक्यो आन्टीहरूले मिठो खाना बनाएर खुवाउनु भयो है दाल चाहिँ मेरो थियो है यसो चाहिँ भनिदिनु न साँच्ची कहिले खोल्नु भएको यहाँ ए यो खोलेको त भयो यो मैले यो सुरु गर्ने र कोभिड चाहिँ सँगसँगै धेरै भइसकेको छ त अनि यो 19 मै हो मैले यो ढुङ्गा माटोको घर बनाउने त्यति बेला यो मोटर बाटो पनि किन्थेन मैले यो ढुङ्गा माटोको घर बनाउने कोभिड लाग्ने भएको अब कोभिडको बेलामा 2-3 वर्ष त अब त्यसै थलिए के अरे अनि कोभिड सिद्धिए पछाडि बल्ल मान्छेले अलिअलि चिन्न थाल्यो अनि तपाईँहरू जस्तै साथीभाइले आउने फोटो भिडियो हाल्ने त्यो गर्दा 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 अहिले चाहिँ अलिअलि कोभिडमा सब खाएर यसरी मोटायो त्यही भएर अनि त्यो उस भयो घटाउनको लागि डाँडा गाडा खोज्दै नि तर रमाइलो त फेरि यस्तैमा मलाई त लाज मन परेको कोभिड सिधेपछि त नेपालीले धेरै हिँड्न थाल्यो नि त अनि ठ्याक्क कोभिड सिधे पछाडि मलाई पनि कस्तो जस ठिकै गरे जस्तो लाग्यो कि धेरै राम्रो गर्नुभयो नत्र भने त कोभिड मैले सुरु गर्ने कोभिड लाग्ने अनि मैले त्यतिकै बन्नु भएर बस्यो भए त सिद्धिहाल्थ्यो अहिले चाहिँ ठिकै छ नेपाली दाजुभाइ हिँड्ने चलन चले पछाडि चाहिँ सन्तुष्टि छु भनौँ न हामी जस्तो बोइलरहरू बिस्तारै लोकल हुँदैछ द्याट्स अ गुड वान हेर त बोइलर भएर भुडियो त ल हजुरको नाम भनिदिनु न मेरो विकास गुरुङ अनि यो ठाउँको नाम यो चाहिँ मादी गाउँपालिका थाक गाउँ यो ठ्याक्क यो ठाउँमा चाहिँ घरेरी डाँडा भन्छ कि
यसो पानी पर्न लागेन त्यही भएर हामी चाहिँ यता भित्रपट्टि मुभ बसौँ यस्तो गोड जस्तो रहेछ क्याम्प फायर जस्तो हुन लाग्यो यहाँ चाहिँ हेर्दा हेर्दै बुढो भइयो हेर्दा हेर्दै बुढो भइयो खतरा हो गया Having kind of best moment of my life after a long time. यतातिर चाहिँ पुरा धुवाले सताएको छ रहेछ 11 बज्यो र 11:30 होला नि यस्तो मिठो पानी परिरहेको छ होइन यस्तो मजाको बानिरहेको छ अघि हामीले मादल पनि बजाएर बसिरहेको थियो अहिले चाहिँ अब आगो पानी परेर होला सायद कस्तो मिठो देखेको छ भोजन 95 मात्र पानी छ त्यस्तो खासै छैन बिहानै छ कि झन् लाइट चाहिँ गयो होइन उए खतरा उज्यालो भएको भर्खर यार लाइट गयो अनि हामी चाहिँ यसरी खतरा भएको यार अहिले चाहिँ कति बजेछ ठ्याक्क 12 बजेछ क्या है 12 बजेछ ठ्याक्क 11:58 भइरहेको रहेछ हल्का जाडो जाडो भएर अब अर्को ज्याकेट पनि निकाल्न लाग्यो यार आइगो यो चाहिँ हाम्रो सुतेको रुम है बाहिर कस्तो राम्रो देखिरहेको छ यता क्रिमनले बिसटहरू लिइरहेको छ गुड मर्निङ फोक्स म चाहिँ 5 बजीतिर उठ्न चाहिँ सनराइज हेर्न पाइन्छ कि भनेर तर पाएन है तातो पानी राखिदिनु भएको रहेछ बाहिर प्लस कालो चिया विथ जिन्जर एन्ड सल्ट सुरुमा उठ्ने बित्तिकै चाहिँ तातो पानी पिएको राम्रो लेट मी सो यु अराउन्ड कस्तो दामी छ यार ठाउँ एकदम पिस पोखराबाट जम्मा 30-40 मिनटमै आइपुग्ने अनि यहाँ चाहिँ पुरै फुलहरू रोप्नु भइरहेको छ ठुलो भएपछि दामी देखिन्छ तल पनि रुमहरू बनाउँदै हुनुहुन्छ यो अगाडिको यो चाहिँ यो तप्राङ भइहाल्यो ऊ त्यो चाहिँ खिलाङ ऊ त्यो चाहिँ सिक्लेस है यहाँ एउटा चियर राखिदिन्छु अहिले भर्खर यत्तिकै चियरमा होइन चुस्साएर बस मात्रै ए यार म लिएर आउँछु त बिसट लिँदै गर Okay, so as you can see, Krimon, our director, he does know how to take shots. यस्तै मान्छे चाहिएको मलाई खासमा किनभने एक्लै भएपछि अब के गर्ने हुने क्या केटाहरू अरू साथी भएपछि चाहिँ अनि टक्क होइन हान्दा अब म चाहिँ यहीँको चप्पलमै छु साँच्चै तप्राङ खिलाङ सिक्लेस त्यो अन्नपूर्ण सेकेन्ड हो क्या हो अब यतातिरको चाहिँ कुन चाहिँ हिमालय खै कुन्नी Look at this, look at him. Oh, nice job, Paul. Nice. ठ्याक्कै कट गरेर मिलाउनु मिल्छ त्यहाँ नाइस ला मम्मी से पंगा पड़ेगा दंगा
आएको होस्। अब त्यसो गर्दा अब भुट बत्तीकोसम्म गर्नुपर्ने। भुक्ता आऊ 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 हिजो मासु दिएको नि तिमीलाई याद छ कि छैन कता गएले चिन्छौ नि होइन मलाई देख्नु नभएर चाहिँ काटी चाहिँ कत्रा छ कान्छुको हेर कत्रो ठुलो छ यार पन्जा हात देऊ त यो हात देऊ यो हात देऊ न क्या ज्याङ्गो छ यार तपाईँले लौरो लिनु भयो त्यही भएर होला यस्तो बोक्यो यो झमझुरो बोक्यो भने त्यो गर्छ क्या आसी धेरै होसौँ पका फुलमी फुलले त कहिले के नि गर्ने दिन आजै हो यो कुछ बोकेर फैन बिना आइरहने मान्छे नि के गर्ने छैन आज के हुन्छ कताबाट त्यही त्यहाँ चाहिँ भटे भन्नु है ओए कस्तो मिठो देखेको यार अनुहार दामी हुन्छ कि ओए कुकुरको पनि खतरा रहेछ अन्त यत्तिकै हो कि चाहिने नि यस्तै हो ठ्याक्क बिसटहरू यहाँ पनि अलिक हाम्रो त हारा थियो होला कति पनि अब तँलाई गिम्बलै नचाहिँदो रहेछ राम्रोसँग गरेस् एक्सपोर्टको हातमा पर्यो भने गिम्बल चाहिन्छ छ लिएर आएको मैले सब रेडी यो चाहिँ दामी आयो क्या यसमा पनि ए म जान्छु नि अहिले ओके ड्रोन तल झार्नु Sometimes the best nights are the ones that were never planned. The rain kept falling outside, while inside we sang songs, laughed, danced, and forgot how fast time was passing. And maybe that's what happiness really is, being completely present in a moment you know will someday become a memory. The next morning, the mountains felt calmer. The air felt fresher. And waking up to that peaceful view was a feeling hard to describe. We couldn't witness the sunrise because of the rain. But somehow, the view after the rain felt even more beautiful.
क्रिमर हुनुहुन्छ कस्तो हुँदैछ यता मर्निङको एक्सपिरियन्स गोइङ सो मर्निङको समय छ भ्यू भइरहेछ होइन देखेकै छैन भ्यू भन्ने कुरा रातभरि चट्याङ चुटुङ पट्याङ पुटुङ भयो यो चाहिँ गुरुङ रोटी है बाइ द वे हैन गुरुङ ब्रेड भन्छ रोटी भन्दैन यसलाई रोटी पनि हुन्छ धन्यवाद हजुरलाई ओके किप गोइङ अन धेरै भुजीले लास पारेर तिमीले होला नि मैले मासु बनाएको यसको पेट खराब भएछ है काँचो बनाएर दियो कि यसले तिमीलाई जानी जानी काँचो दिएको होला यार रोजी दिएको जे हिजो राति पनि रमाइलो भयो हामी अलिकति चाँडै त नभनौँ ठिक टाइममै हो 12 बजे केटाहरूको लागि चाहिँ चाँडै सुते जस्तो भयो होइन तर हामी चाहिँ 12 बजे सुतेको टक्क अनि अरू कुरा भनेको राति चाहिँ एक्सट्रिम नै भएको थियो पानी परेर साह्रै बछेटा सछेटा यताउता क्याम्पिङ गर्ने बेला अनि यसै गरी अब बोल्छ यसले के बोल्ने हो त नि केटाहरू हिजो मेरो सुटिङ हाउस द एक्सपिरियन्स अनि सुटिङ पनि गइरहेको थियो हिजो फर्स्ट अफ अल चाहिँ यो ठाउँ चाहिँ दामी लाग्यो होइन मलाई अनि के दामी लाग्यो यताउता हुन्छ नि पुरै अब भ्यू त देखियो नि बाटो होइन तर सबै थोक यसो बस्ने अर्ने यताउता सबै राम्रो रहेछ अनि अब हामी चाहिँ खाजा खाँदैछौँ अन्डा छोडाएको होइन आधा छोडा अन्डा पनि रातो हुँदो रहेछ लोकल अन्डा हो क्या यसो सेत ए रातो के भन्ने हो भन्ने खतरा रातो छ है अन्डा क्या मेरो त अन्डै नरहेछ क्या यार भित्र पहेँलो मात्र रहेछ है त्यसै छोडिदिएँ मैले त त्यही अब खाजा खान केटाहरू चाहिँ सुतेर बसिरहेको छ अहिलेसम्म उठ्यो होइन बिकज तिनीहरू चाहिँ रातभरि नै लगभग रातभरि नै बस्यो भने है 4 बजीसम्म बसेको छ 4 बजेसम्म गुरुङ रोटी बिहानको 3 बजे भन्ने बित्तिकै कुखुरा बाँच्छ यिनीहरू त सुनेर झम्पुसमा हात मान्दा राम्रो मिठो हुन्छ नि झम्पुसमा नि खाएको थियो हामीले तर अलिक बढी ओइली थियो कि मलाई त यहाँको त्यो चिया खाँदै थाहा पाइसक्यो कि खाना कस्तो हुन्छ भनेर यस्तो मिठो छ नि अन्त अरू ठाउँमा चिया त फिक्का बनाउँछ नि त तर हिजोको दामी मजाकै भुजेलको एक्टिङ गर्न यस्तो गरेछ दामी सर्ट भयो भने चिच्चा छ है सही हो त्यो चाहिँ भक्कुले भ्लगमा हाल्यो भने चाहिँ बिहाइन्ड द सिन हुनेरहेछ यसको रिल्सको इन्स्टाग्रामको लागि रिल्सको लागि भयो टिकटक लागि होइन टिकटक रिल्स जे भने नि भयो मैले हाल्दैन र त यत्रो मेहनत छ यसले हालेन भने यसलाई डुम्साउनको लागि लाइक गर्नु होला है त्यो बोरामा खाँदै ल पहेँलो चाहिँ भोटेलाई दिस इज प्रोटिन ल ल खाऊ 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 कुन चाहिँ खान्छौ भेरी गुड नाइस गुड जब भोटेलाई पहेँलो मनपर्छ है ए हुन्छ थाहै भएन त्यहाँ ओके सो अहिले चाहिँ हामी माथि यहाँबाट यो ठाउँबाट यता माथितिर जाँदै हो त्यहाँ चाहिँ ठुलो त्यो उस छ अरे के अरे ग्राउन्ड छ अरे प्लस के भन्छ त्यसलाई पोखरी पनि छ अरे यही ऐसिलु आँगडो भागेकै छैन दिस इज ऐसिलु ल ऐसेलु यहाँ मिठो रहेछ कत्रो है ऐसेलु भोटेको ग्याङ खेलेछ छोड्दै मोटे आइज आइज मोटे तर दामी देख्छ बच्चामै जाने गर्मी भयो सरलाई अनि झन् बिहान जाडोबाट डबल ज्याकेट लगाएको लुक एट द ड्रोन
मोटो कि त्यो उसकै रेनकोटको त्यस्तो गरी बस्यो त्यस्तो गरी बस्यो जम साथी पायो है ओए ढ्वाक्कै हो क्या ल यो फाइट हेर्न सकिन्न ब्रुटल भयो यो यस्तो पाच्दै नि खाने यार यिनीहरूले त सिस्नो खायो यार हेर्नु त सिस्नो खाएको क्रप क्रप गरिदियो यार फेरि भन न सरी भएको कस्तो लाग्यो ताल ताल कस्तो लाग्यो तपाईँलाई ए हेर्नको छि यत्रो हिँडेर तपाईँलाई यो ताल चाहिँ कस्तो लाग्यो ठिक छ यस्तोमा यस्तै त हुन्छ यस्तोमा यस्तै हो नि होइन कम्प्रोमाइज गर्नै पर्छ ताल चाहिँ यस्तो छ तिमीलाई भनेर फेवाताल यहाँ ल्याएर राखिदिन्छ र तिमीलाई कस्तो लागिरहेछ यो त फेवातालको अगाडि त फिक्का ठिकै छ एक्सपेक्टेसन जस्तो चाहिँ छैन एक्सपेक्टेसन भर्सेस रियालिटी भइदियो प्लेन उडाउनुलाई है एकचोटि सरेर माथि ए यताबाट चाहिँ दामी रिभ्यू आउनु लाग्छ चाहिँ कस्तो लाग्यो हजुरलाई ठिकै छ अब गाउँघरतिर होइन यस्तो पानी परेर यस्तो भएको मतलब होइन मैले यस्तो पोखरी चाहिँ बगाल छ भनेर सोचेको थिएन मैले चाहिँ खुल्ला चौर होला सोचिरहेको थिएँ कि वेलकम टु भक्कु ब्लग हामी जस्तो एक्सपेक्टेसन गरेको थियौँ त्यस्तो चाहिँ पोखरी नरहेछ तर हुने ठाउँमा पनि अब त्यस्तो ठाउँमा त्यस्तै हो हुने तर अलिकति फाँट जस्तो वाइल्ड ग्राउन्ड टाइपको चाहिँ होला कि भन्ने सोचाइमा थियो त्यस्तो पनि नरहेछ निकै कमी कमजोरी पनि छैन तर अझै बेटर गर्नको लागि चाहिँ प्लिज लाइक कमेन्ट एन्ड सपोर्ट तपाईँहरूको मायाले नै यो मान्छे अगाडि बढ्छ है हामी त हामी चाहिँ अब हाम्रो के भन्छ अब यसलाई कस्तो खालको ट्राभल भन्ने अन्तिममा आइपुगेछ अब लास्ट खाना हो यहाँ है त्यसपछि चाहिँ हामी सबै फर्किने हो मैले हो लिएर गयो हुन्छ खाने भयो सब उठाउनु ल यस्तो मनपर्छ ल अब यहाँ खानासाना खाने अनि खानासाना खाएर अब रिटर्न हुने हामी चाहिँ यहीँसम्म नै हो अब हाम्रो यात्रा चाहिँ रमाइलो नै भयो है ल भर्खरै खानासाना खाएर भ्याइयो होइन बाघे पन्जामा बाघले भात खायो भर्खर बाघमा हात धुन गयो क्या बाघले अब हात दिन्छ अर्को स्यालो मुख दुखाएर मैले धुन खाएर चाहिँ एकदम मुख धुनु पऱ्यो ओके थ्याङ्क यू फर वाचिङ सो फार सी यू अन द नेक्स्ट ब्लग तिमीलाई हेर त को हो यो तिमी होइन कहाँ गइरहेको तिमी यहाँ कहाँ खेलेर आएको तिमी बाख्रा चलाएर आएको बाख्रा चलाएर आएको है चिकन चिङ चिङ चिकन चिङ चिकन चिङ चिकन चिङ